हामीले त +2 सकायौँ, तर अब +2 दिने भाइ बहिनीहरूको ठेगान छैन कि तिनीहरूले +2 दिन पाउला कि नपाउला, किनभने टिचर्सहरू यहाँ आन्दोलन गर्दैछन्। यो आन्दोलन चाहिँ किन भइरहेछ त? हाम्रो टिचर्सहरूको माग के हो र यो आन्दोलनले गर्दा स्टुडेन्ट्सहरूलाई कसरी इफेक्ट गरिरहेछ? ल जाउँ है त। आउनु सर, गफ गरौँ न, थोरै कुरा गरौँ न। आउनु, कस्तो भइरहेछ त आन्दोलन आज? आन्दोलन आज 22औं दिनमा हामी पुगेका छौँ। हजुर, हाम्रो आन्दोलन निर्णायक मुकुन्दमा पुगेको छ। हामी नितान्त एउटा मात्रै माग लिएर आएका छौँ र हाम्रो आन्दोलनको प्रमुख माग भनेको नेपालमा सङ्घीय शिक्षा ऐन लागू होस्। यो आन्दोलन त अलि हेर्दा नि रमाइलो, तपाईँले नाच्दै हुनुहुँदो रहेछ। हामीहरू शिक्षक हौँ, हामीहरूले आदर्शका कुराहरू मात्रै गर्ने होइन, त्यसलाई व्यवहारमा देखाउने पनि हो। त्यसकारण हाम्रो आन्दोलन एउटा व्यवस्थित छ, अनुशासित छ। हजुर, अब यो आन्दोलन अझै कति दिनसम्म चल्छ त? यो जब केपीले घोडा टेक्दैन, यसरी घोडा टेक्दैन, केपीले यसरी घोडा टेक्दैन, तबसम्म यो आन्दोलन चल्छ। हामी सबै नकराम, केपी ओली सुत्या छन्। हामी सबै नकराम, केपी ओली सुत्या छन्। शिक्षकहरूले गर्दा विद्यार्थीहरूको भविष्य बिगारियो अरे। भविष्य बिगार्ने त राज्य हो कि होइन? राज्यले चाहिँ ऐन कानुन ऐन बनाइदियोस् न। आजको यो आन्दोलन चाहिँ किन भइरहेको? आजको आन्दोलन यो आज मात्रै होइन, आज 22 दिन भयो। यो मास्टरहरू लगायत यो विद्यार्थीको नि आन्दोलन हो, अभिभावकको नि हो, यो समग्र नेपाली जनता सबैको आन्दोलन हो। यो केही मागहरू छन्, केही उत्साहहरू छन्, केही प्रगति गरौँ भन्ने एउटा जोस जाँगरहरूको लागि गरेको आन्दोलन हो। यो त्यति त हुँदैन होला भन्ने थियो, अब गर्न बाध्य भएको छ होइन। अब फेरि यो माग पुरा नभयो भने अझै आन्दोलन गर्ने हो कि? यो आन्दोलन त रोकिएला जस्तो नि छैन, किनभने अब खोइ हामीले भनेको कुरा नेपाल सरकारले सुन्नुभएको छ कि छैन, कानमा बतास लाउनु भएको छ कि छैन होइन। हजुरहरूको आवाज के सरकारले सुनिरहेको छ त? अहिले सुनिरहेको छैन। अनि के गर्नु पर्यो त अब? सुन्न, आन्दोलन जारी रहन्छ जहिलेसम्म। अब यत्रोसम्म अहिले तपाईँको पञ्चायती 22-23 दिन कतिचोटि होइन आन्दोलन भएको र होइन, पञ्चायती व्यवस्था भएको ऐनलाई अहिलेसम्म राखेको छ। जब कि होइन बहुदल आयो, त्यसपछि यता तपाईँको गणतन्त्र आयो, त्यो पनि उही हाम्रो पञ्चायती व्यवस्थाको ऐन छ। जहिलेसम्म यो हट्दैन, अनि यति व्यवस्था चेन्ज हुँदा भने त्यो चेन्ज हुन सकेका छैन हाम्रो शिक्षा ऐन। अब जहिलेसम्म चेन्ज हुन्छ त्यतिसम्म हामी बसिरहँ। हजुरहरूले यता यो गाइराख्नु भएको छ कि भन्न चाहिँ के भन्न खोजिरह? यो भन्न खोजेको शिक्षा गीतका माध्यमबाट शिक्षकलाई छिटो ऐन ल्याएर घरमा फर्काओ भनेर गीतको माध्यमबाट, गीत चाहिँ गाइदिनु, गीतको माध्यमबाट अनि शिक्षा ऐन ल्याउनु पर्यो भन्ने तरिकाले यो चाहिँ हाम्रो देउडा भइराखेको छ। ल ठिक छ, यो गीत एकचोटि गाइदिनु न त। यो ठ्याक्कै गीत त अहिले चलिराखेको छ। अरे तपाईँले नि गाइदिए अलि रमाइलो हुन्थ्यो भन्न खोजेँ कि। सुनौ, तपाईँहरूको डिमान्ड पुरा भइदिएन भने चाहिँ के हुन्छ त? अब अर्को चरणको आन्दोलन हुन्छ, अझै नि आन्दोलन हुन्छ, त्यसपछि नि सुनिदिएन भने चाहिँ? नसुन्ने त कुरै आउँदैन नि, सुन्नै पर्छ नि। राज्यले सुन्दैन र? सुन्छ, ढिलो चाँडो होला, त्यति मात्रै हो। तपाईँको स्टुडेन्ट्सहरूको चाहिँ याद आउँदैन त यो आन्दोलनको बेला? आउँछ। हामी तिनै कलिला बालबालिकाहरूको सहजताका लागि हुँदा खानेको र हुने खानेका दुवैलाई समानताका आधारमा शिक्षाको पहुँच हुनुपर्छ भन्ने आन्दोलन हो। तपाईँको स्टुडेन्ट्सहरूलाई के भन्न चाहनुहुन्छ त? मैले हाम्रो स्टुडेन्ट्सहरू जो हुनुहुन्छ उहाँहरूलाई मैले हार्दिकतापूर्वक निवेदन गर्न चाहन्छु, यो देशको सार्वजनिक शिक्षालाई निजीकरण गर्ने जुन प्रपञ्च छ त्यो प्रपञ्चबाट हामी मुक्ति दिलाएर हामीले सर्वसुलभ शिक्षाको पहुँचमा ल्याएर मात्रै हामी आउनेछौँ। त्यति बेलासम्म धैर्य गर्नुहोस्, हामी त्यसलाई पुरा गरेर मात्रै फर्कन्छौँ र यो शैक्षिक क्षति बाबु नानीहरूको जुन भएको छ त्यसलाई हामी पछि बर्खे बिदाबाट कट्टी हुने गरी मिलान गर्नेछौँ। नमस्ते सर। नमस्कार। के भइरहेछ आज यता?
आज यो शैक्षिक आन्दोलनको 22औं दिन शैक्षिक आन्दोलन भइरहेछ 22औं दिन होइन 22औं दिन अनि आन्दोलन भन्दा धेरै त मेला लगाइरहेको जस्तो त रमाइलो यस्तो हामी शिक्षक हौँ हजुर शिक्षक भनेको चाहिँ सबै कर्ता हो हजुर सबै क्षेत्रमा शिक्षकको चाहिँ उत्तिकै भूमिका हुन्छ मनोरञ्जन पनि गर्छन् शिक्षकहरूले हजुर अनि रचनात्मक सुझाव सल्लाहहरू पनि दिन्छन् यो रचनात्मक आन्दोलन हो यो नितान्त शिक्षकको आन्दोलन त्यसै भए रचनात्मक हुन्छ रमाइलो पनि हुन्छ यसमा दबाब पनि हुन्छ यसमा चाहिँ मागको कुराहरू पनि हुन्छ सबै हुन्छ ल दाइ तपाईँको नाम मेरो नाम रमेश खनाल हो अनि यो आन्दोलन चाहिँ अहिले किन भएर आन्दोलन भनेको यो वर्षौँदेखि रहेको 54 वर्षदेखि अघि रहेको जो शिक्षा ऐन त्यसमा परिवर्तन भएन हिजोको पुरानो शिक्षाले के भयो त भन्दाखेरि देशको शैक्षिक उन्नति र प्रगतिमा अगाडि बढ्न नसकेपछि बाध्य भएर हामी शिक्षकहरू सडक आन्दोलन गर्न अवस्थामा आइपुगेका छौँ आन्दोलन गर्न एकदम जरुरी नै हो क्या एकदम यो आन्दोलन भनेको शिक्षकको स्वार्थको लागि र शिक्षकको पेसागत अधिकारका लागि मात्र नभएर यो भनेको समग्र शैक्षिक परिवर्तनका लागि यो आन्दोलन गरिएको हो अनि स्टुडेन्ट्सहरूमा कस्तो फरक आउँछ विद्यार्थीहरूमा होला के हुन्छ भने चट्याङ परेका ठाउँमा छर्का पर्छ लडाइँ चलेका ठाउँमा गोलीका छर्रा चल्छन् त्यसलाई सहन गर्नुपर्छ विद्यार्थीहरूमा परेको मारलाई हामी जसरी पनि बर्खे विधा या हिउँदे विधामा समायोजन गरेर मिलाउनेछौँ विद्यार्थी अभिभावकलाई समन्वय गर्ने जिम्मा हाम्रो हुनेछ उहाँहरूलाई परेको पीरप्रति हामी सेवा प्रार्थी चाहिँ छौँ तर के गर्नु आन्दोलन गर्ने हाम्रो बाध्यता हो यो अहिले +2 को एक्जाम पनि रोकिने कुरा भइरहेछ होइन त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ +2 को एक्जाम स्वाभाविक हिसाबले रोकिएको छ त्यो शिक्षक आन्दोलनको कारणले नभइकन शिक्षक आन्दोलनको कारणले होइन यो सरकारको कारणले भएको हो त्यसको उत्तर सरकारसँग सोध्न मैले अनुरोध गर्दछु स्टुडेन्ट्सहरूलाई पनि अब टेन्सन प्रेसराइज्ड हुन्छ नि त यस्तो कुराले विद्यार्थी भाइ बहिनीहरूलाई अब एकछिन नातिकन पूर्ण तयारीका लागि हार्दिक अनुरोध गर्दछु तपाईँलाई अनि आफ्नो स्टुडेन्ट्सहरूको याद आएको छैन त एकदम याद आइरहेको छ मुटुभरि आएको छ स्टुडेन्ट नै हाम्रो चाहिँ स्टुडेन्टकै लागि हामीले यो आन्दोलन गरेको शैक्षिक नितान्त शैक्षिक आन्दोलन यो शिक्षकको पेसागत सेवा सुविधागत यो आन्दोलन होइन हजुर यहाँ यस्तो खालको भाष्य सिर्जना गरिएको छ कि शिक्षकहरूको तलब बढाउनु पर्यो शिक्षकहरूको तलब कम भयो अरे अनि त्यसपछि गएर चाहिँ शिक्षकहरूलाई बढुवा गर्नु पर्यो भनेर नितान्त रूपमा त्यस्तो खालको चाहिँ कुरा गरिएको छ यथार्थमा त्यो होइन त्यस्ता कुराहरू पनि छन् त तर समग्रमा शैक्षिक क्षेत्रलाई आमूल परिवर्तन गर्ने एउटा चाहिँ हाम्रो चाहिँ शैक्षिक आन्दोलन हो अब यो आन्दोलन गर्ने कति बेरसम्म अझै चल्छ 21 दिन त भइसक्यो है अब आज 22औं दिनको आन्दोलन चल्दैछ अब सरकारले शिक्षकका मागहरूलाई सम्बोधन गरौँ भने आन्दोलन स्थगित हुन पनि सक्छ होइन भने यो निरन्तर चलिरहन्छ अहिलेसम्म चाहिँ किन नगरेको अब त्यो चाहिँ सरकारलाई सोध्नुपर्छ प्रधानमन्त्रीलाई नै सोध्नुहोस् अब त्यो विषयमा अनि प्रधानमन्त्रीले के भन्न चाहनुहुन्छ हजुर प्रधानमन्त्रीलाई अब उहाँको देशको जिम्मेवार हो उहाँकै हातमा हो सबै देशको नियमहरू त्यसो हुँदाखेरि शिक्षकका मागलाई यथाशक्य छिटोभन्दा छिटो सम्बोधन गरेर शिक्षकलाई गाउँ फर्काएर विद्यालय फर्काएर विद्यालय खोल्ने वातावरण तयार गर्नुपर्छ यदि केपी ओली तपाईँको स्टुडेन्ट भएको भए चाहिँ तपाईँ कति मार्क्स दिनुहुन्थ्यो उहाँलाई केपी ओलीलाई 0 फेल हो 0 कुलमानलाई 0 दिन सक्दा कुलमान त एकदम राम्रो मान्छे हो नि केपी ओली सरकारले 0 दियो भने हामी पनि 0 दिने सक्थ्यौँ तपाईँको चाहिँ कति हो त 0 किन 0 त्यो असक्षम भ्रष्टाचारी तानाशाही भएको कारणले भनेपछि केपी ओली फेल भयो फेल भएको 28 आउने पास हुन्छ त्यसले अहिले राजीनामा गर्नुपर्छ केपी ओलीले रिएक्जाम दिन पाउला त हजुर रिएक्जाम अब यस्तो यहाँ ऊ त खुसिसकेको मान्छे हो हाम्रा बाहरू पनि वृद्ध भइसकेर चाहिँ के हुन्छ भने जतिखेर पनि यो अलिकति मानसिक चाहिँ के हुन्छ उहाँको चाहिँ सोध्ने शक्ति हुँदैन बेला बेलामा चाहिँ एकैछिनमा चाहिँ उहाँको सही कुरा हुन्छ एकैछिनमा चाहिँ के हुन्छ भने फेरि डिप्रेसन हुन्छ त्यस कारणले गर्दाखेरि उहाँ पटक चाहिँ प्रधानमन्त्री हुने होइन अब त युवालाई दिनु पर्यो युवा जोशीलाई युवा गर्न सक्ने क्षमतावान महानलाई उहाँ अमेरिकामा जाँदाखेरि नेपालीमा ट्रान्सलेसन के अरे नेपालीमै बोलेर इङ्ग्लिसमा ट्रान्सलेसन गर्न पाइन्थ्यो तर नेपालकै लास्टै बेचत गर्नुभयो त्यसैले गर्दाखेरि उहाँले चाहिँ अहिले नै राजीनामा गर्नुपर्छ यत्र जान त अन्तर्राष्ट्रमा चाहिँ के छ भने जहिले पनि शिक्षकको सम्मान छ तर यो ठाउँमा चाहिँ नेपालमा चाहिँ जति होस् शिक्षकलाई पीडा 36 सालदेखि आन्दोलन गर्नुपर्छ शिक्षकले बहुत साह्रो अहिले केपी ओलीको कारणले गर्दाखेरि यत्रो 5 लाख विद्यार्थी चाहिँ 12को परीक्षा दिनु पाएन विद्यार्थीले त्यो चाहिँ अब यो
यदि सक्षम थियो भने विद्या भट्टाचार्य जस्तै उसले नै राजीनामा दिनुपर्छ। अब 12 को स्टुडेन्टहरू अझै कति एकछिन 12 को स्टुडेन्टहरू चाहिँ अझै कति कुर्नुपर्छ त एक्जाम दिनलाई अब मिलेन भनेदेखि त भन्न सकिँदैन। अब ऐन आयो भनेदेखि ठिकै छ, ऐन आएन भने भन्न सकिँदैन। तपाईँहरूलाई होइन 50 जना स्टुडेन्टलाई पढाउन गाह्रो छ कि हाम्रो नेताहरूलाई बुझाउन गाह्रो छ? हामीले अहिलेको परिवेशमा चाहिँ यो आन्दोलन हामी 22 दिनसम्म चाहिँ हामी लगातार आन्दोलनमा छौँ। यो परिवेशले हेर्दा चाहिँ हाम्रो नेतालाई बुझाउन गाह्रो भइरहेछ, हामीलाई विद्यार्थीहरूलाई बुझाउन सजिलो छ।